एउटा यस्तो ठाउँ जहाँ पछिल्लो 100 वर्षमा 75 हवाई जहाजहरू, 100 भन्दा बढी ठुलो सानो जहाज अनि लगभग 1000 भन्दा मानिसहरू रहस्यमय तरिकाले हरायो। अनि तिनीहरूको साथ के भयो यो आजसम्म पनि रहस्य बनेको छ। आज हामी जान्नेछौँ बर्मुडा ट्रायंगलको रहस्य यो भिडियोमा। यो दुनियाँको सबैभन्दा रहस्यमय ठाउँ मानिन्छ बर्मुडा ट्रायंगल। बर्मुडा ट्रायंगलमा हराउने चीजहरूको बयान सुरुमा 17 सेप्टेम्बर 1950 मा द मियामी हेराल्डमा प्रकाशित गरेको एउटा पुस्तकमा गरेको थियो, जसको लेखक एडवर्ड भ्यान विङ्कल जोन थियो। यो पुस्तकमा कैयौं हवाई जहाज र पानी जहाजहरू हराएको खुलासा गरेको थियो, जसमा फ्लाइट 19 पनि रहेको थियो। हुन त कैयौं जहाजहरू हराएको खुलासा गरे तापनि सबैभन्दा चर्चा फ्लाइट 19 ले पायो। 5 डिसेम्बर 1945 मा 5 अमेरिका सेना टिबिएम एभेन्चरले फोर्ट लाउन्ड्रेबाट उडान गर्यो। यो एउटा दैनिक उडान थियो जुन पूर्वमा लाने र बहामास समुद्रमा उडाउने अनि फर्केर आउने थियो। उडानको प्रशिक्षक चार्ल्स क्यारन थियो। उनीसँग 2500 घण्टाको उडान अनुभव थियो। अरु 4 पाइलट र 4 सेनाहरू पनि थियो, तर उनीहरूसँग थोरै अनुभव थियो। यसमा जम्मा 14 जना एयरमेन थियो। उनीहरूको यो तेस्रो अनि अन्तिम उडान थियो। उडानको पहिला जहाजलाई पूर्वी उडानको लागि जाँच गरेको थियो, जसमा कन्फर्म गरेको थियो जहाज सामान्य नै छ भनेर। जहाजमा इन्धन पनि 5.5 घण्टालाई पुग्ने पर्याप्त मात्रामा थियो अनि जहाजको उपकरणहरूलाई राम्रोसँग जाँचेको थियो। उडान दिनको 2 बजे गरेको थियो अनि फर्किने समय बेलुकाको 5:30 बजे कन्फर्म गरेको थियो। सुरुमा सबै ठिकै चल्दै थियो। पहिलो उडान सफल नै भयो। फ्लाइट 19 फर्केर पनि आउँदै थियो। तब उडानले अर्कै मोड लियो। अचानक सबै विमानको कम्पासले काम गर्न छोड्यो। दिनको लगभग 3 बजेदेखि हराएको विमानले ट्रान्समिसनको सिग्नल त प्राप्त गर्यो, तर कुनै सम्पर्क हुन सकेन। पाइलटसँगको अन्तिम कुरा यस्तो थियो: हामी सेतो समुद्रमाथि प्रवेश गरे र केही देखेको छैन। होइन, पानी हरियो छ, सेतो होइन, यहाँ केही ठिक लागेको छैन। त्यतिबाट उनीहरूसँग कहिले पनि सम्पर्क हुन सकेन। अफसोसको कुरा त यो हो कि शताब्दीकै पहिलो घटना हुन पुग्यो यो। बेलुकाको 6 बजेतिर हराएको विमानलाई खोज्नलाई सेनाले मार्टिन पीपीएम फ्लाइट बोर्ड सहितको जहाजलाई 13 जना चालक दलको सदस्यलाई पठायो। 6:30 बजेतिर उनीहरूसँग पनि सम्पर्क टुट्यो अनि उनीहरू पनि कहिले फर्केर आएन। उनीहरू यसरी गायब भयो कि आजसम्म पनि समुद्रमा कुनै पनि प्रमाण फेला परेको छैन। यो ट्रायंगल उत्तरको एटलान्टिक महासागरको सानो ठाउँ हो जुन 5 लाख स्क्वायर किलोमिटरमा फैलेको छ। यसलाई बर्मुडा ट्रायंगल नाम यसकारण दिएको हो किनकि ब्रिटेनको एउटा प्रवासी क्षेत्र हो अनि यसको आकार ट्रायंगलको जस्तो छ। यहाँ धेरै घटना भएको कारण डेभिल ट्रायंगल पनि भन्ने गर्छ। साथीहरू, तपाईलाई कस्तो लाग्यो आजको भिडियो? कमेन्ट गर्नु होला।